ओम श्री राधा सर्वेश्वरभ्यो नमः, श्री गुरुचरण कमलेभ्यो नमः। हामी सिक्किमबाट हिजो 25 तारिक बेलुका हिँड्यौँ र महाराजजीको साथमा, महाराजजीको सानिध्यमा चतारा धाममा आइपुग्यौँ र महाराजजीलाई यहाँ छोड्दा लगभग बिहानको 26 तारिक बिहानको 1:30 भएको थियो र महाराजजीको अहिले वासस्थान कुटियामा छौँ र महाराजजीले सिक्किमको बारेमा के विशेष सन्देश दिनुहुन्छ सिक्किमका सम्पूर्ण जनताका लागि, सिक्किमका सम्पूर्ण अथवा सिक्किमका मात्र नभएर भारतवर्षका सम्पूर्ण भक्तजनका लागि केही सन्देश दिनुहुन्छ हामी बीचमा महाराजजीले। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् जनः। श्रीहरि रक्षतु राष्ट्रम्। अब सिक्किम का विषयमा या सिक्किमेली जनता का विषयमा या आर्यवर्त भारत भूमिमा रहेका तमाम वैदिक सनातन धर्मावलम्बीका विषयमा अब नेपाल र भारत अनादिकालदेखि अनन्तकाल पर्यन्त वैदिक सनातन धर्मको उद्गम स्थल हो। त्यति मात्रै नभएर वैदिक वाङ्मय ऋषयो मन्त्रद्रष्टारः, ऋषिहरूले मन्त्रको साक्षात्कार गरेको भूमि हो। त्यसमा पनि अहिले हामी जहाँ छौँ चतराधाम, यहाँ त विश्वामित्रले एक पटकमा 24 लाख का दरले 24 पटक 24 लाख का दरले गायत्री मन्त्रको पोषण गरेर साक्षात सिद्धि प्राप्ति गरेको भूमि र यो भूमिमा बसेर सिक्किमका पावन धरतीमा रहेका तमाम त्यहाँका धर्मप्राण सिक्किमेलीवासी भक्तहरूलाई सर्वप्रथम त भगवान सिद्धेश्वर महादेवको सदैव कृपा होस् भन्ने कामना गर्छु र यहाँहरूलाई मैले भनि नै हालेँ। महाभारत जस्तो प्रामाणिक ग्रन्थमा, श्रीमद् देवी पुराण, महाभागवत जस्तो ग्रन्थमा, मत्स्य पुराण, ब्रह्म पुराण, पद्म पुराण, स्कन्द पुराण जस्ता महनीय ग्रन्थहरूमा हाम्रो सिक्किमको पावन धरती र त्यहाँ बग्ने कलकल निनाद गर्दै बग्ने हिमालय गिरिनन्दिनी भगवती, टिस्टा नदी, रङ्गित नदी र कनका नदी जस्ता पावन नदीहरूको विशद चर्चा जुन धरतीमा चर्चा पुराणहरूमा छन्, त्यस्तो ऐतिहासिक पौराणिक पुण्यधराधाममा जन्म नपाउनु, त्यहाँ बस्न पाउनु, त्यहाँ बसेर अध्यात्म चिन्तन गर्न पाउनु, साधु सन्त महात्माको दर्शन गर्न पाउनु, राष्ट्रियता, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्न पाउनु र आफ्नो मौलिक संस्कृतिको संरक्षण गर्न पाउनु भन्दा ठुलो सौभाग्य नेपाली भाषी तमाम भारतका भक्तहरूले योभन्दा ठुलो अवसर के प्राप्त गर्नु र हजुर असाध्यै पुण्यशाली, भाग्यशाली, अमलात्मा, पुण्यात्मा हुनुहुन्छ। हजुरले धर्म कर्म गर्न कहीँ जानु पर्दैन। टिस्टा नदीमा स्नान गर्नुहोस्, रङ्गित नदीमा स्नान गर्नुहोस्, कनका नदीमा स्नान गर्नुहोस् र त्यहाँ गएर आफ्ना पितृ देवताहरूको श्राद्ध गर्नुहोस्। तज्जल स्पर्श मात्र मुक्तो भवति मानवा। ती पवित्र हिम नदीका जलमा गरी स्पर्श गर्ने बित्तिकै समग्र पितृहरू परमोक्षलाई प्राप्ति गर्दछ। तत्र स्नानम च दानम च कृत्वा कोटिगुणम भवेत्। त्यो ठाउँमा गएर स्नान, दान, सत्कर्म आदि जे गर्छौँ त्यो करोडौँ पुण्य दिनेवाला हुन्छ। शिवलोकपुरी रम्यः प्रतिष्ठा नगरी शुभः, यत्र प्रवहति गंगा त्रिस्रोता विश्व पावनी पापनाशिनी। जहाँ शिवपुरी नामको लोक, त्यो शिवपुरी नामको लोक हो सिक्किम र त्यहाँ त्यसलाई प्रतिष्ठा नगर पनि भनिन्छ र त्यहाँ चाहिँ साक्षात टिस्टा नदी प्रवाहित हुनुहुन्छ। यस कारणले पनि त्यो धरती अत्यन्तै वन्दनीय, पूज्य, स्तोत्य धाम हो र यहाँका हाम्रा सिक्किमका समग्र धर्मप्राण भक्तजनहरूमा सदैव यसै प्रकारको राष्ट्रभक्ति, देश प्रेमको भावना जागोस्, साथ अध्यात्ममय पथमा हिँड्ने शक्ति सामर्थ्य पनि भगवान
सिद्धेश्वर महादेवले र राष्ट्रदेव पशुपतिनाथले सबैलाई प्रदान गर्नुहोस्। अन्त्यमा यसपालि जो चारधाममा आयोजित सप्ताहव्यापी महापुराणमा गएर दर्शन गर्ने अवसर प्राप्त भयो। त्यति मात्र होइन, त्यहाँका जनताको निष्ठा, श्रद्धा र समर्पण अत्यन्तै अतुलनीय, अविस्मरणीय भएको छ। त्यति मात्र होइन, सिक्किम सरकारको अध्यात्म निष्ठा, त्यो धामप्रतिको निष्ठा, साधु सन्तप्रतिको निष्ठा अत्यन्तै बिर्सिन नसक्नु, अत्यन्तै दुर्लभ र अत्यन्तै अप्राप्य वस्तु थियो कि उहाँहरू त्यस प्रदेशका मुख्यमन्त्रीज्यू आफै आएर भागवतको पूजा, यज्ञ मण्डपको पूजा, हवन कुण्डमा गएर पूर्णावती र जगद्गुरुले सिक्किम प्रान्तमा टेकिदिएर त्यस देशको महिमा गाएकोमा उहाँ जति प्रसन्न हुनुभयो त्यो देखेर हामी सारा नेपाली राष्ट्रवासी धर्मप्राण नेपालीहरू र प्रथम जगद्गुरु चतरा धामका हामी सबै नै अत्यन्तै गदगद भएका छौँ। र मुख्यमन्त्रीजीलाई पनि यो अध्यात्म, राष्ट्रवाद, राष्ट्रभक्तिको सत्कर्ममा सदैव भगवानले प्रदान गरिरहनुहोस्, कृपा गरिरहनुहोस् र त्यहाँका जनतालाई पनि भगवानले कृपा गरिरहनुहोस्। साथै चारधाम क्षेत्र विकास समितिका सम्पूर्ण पदाधिकारीहरू, गुरुहरूले गर्नुभएको ममता, स्नेह असाध्यै स्मरणीय छ, विस्मरणीय छ। कहिले विस्मरण गर्न सकिन्न, अविस्मरणीय भएको छ। उहाँहरू सबैलाई भगवानको महती अनुकम्पा अनुग्रह प्राप्त भइरहोस् भन्ने शुभेच्छा, शुभकामना, शुभभावना। प्रथम जगद्गुरु चतरा धाम कौशिकी वराह क्षेत्र वराह भगवानको सन्निधिबाट सबैको